तीन दिनका राजा, प्रेम, शक्ति र षड्यन्त्रको कथा। विक्रम सम्मत 2028 साल असार 13 गते नारायणहिटीमा खुसीको सीमा थिएन। राजा वीरेन्द्र र रानी ऐश्वर्यको जेठो सन्तानको रूपमा दिपेन्द्रको जन्म भयो। उनलाई सानैदेखि भावी राजाको रूपमा मात्र होइन, एक जिम्मेवार नागरिकको रूपमा हुर्काइयो। बुवा वीरेन्द्रको शालीनता र आमा ऐश्वर्यको अनुशासनले उनलाई एउटा प्रभावशाली व्यक्तित्व बनायो। उनको बाल्यकाल दरबारको बगैँचा र बुढानीलकण्ठ स्कुलको चौरमा बित्यो। उनी केवल राजकुमार थिएनन्, एक अब्बल विद्यार्थी र खेलाडी पनि थिए। स्कुलमा उनलाई साथीहरूले एक मिलनसार र सहयोगी मित्रको रूपमा सम्झिन्थे, जसमा राज खानदानको घमण्ड कहिल्यै देखिएन। एक आधुनिक राजकुमार, बेलायतको इटन कलेजदेखि त्रिभुवन विश्वविद्यालयसम्मको उनको शैक्षिक यात्राले उनलाई बौद्धिक रूपमा निखारेको थियो। उनी करातेका ब्ल्याक बेल्ट थिए, पियानो बजाउन जान्दथे र हेलिकप्टर उडाउन उनको सोख थियो। तर उनको सबैभन्दा ठुलो विशेषता थियो जनतासँगको सामिप्यता। उनले नेपाली सेनाको अधिकृत क्याडेट तालिम पनि लिएका थिए। दरबारको सुविधाहरू त्यागेर उनी कहिलेकाहीँ साधारण मानिस झैँ गाउँ बस्तीमा पुग्थे। उनको त्यो चाम र हँसिलो चेहरा देख्दा लाग्थ्यो नेपालले भविष्यमा एक दूरदर्शी र जनप्रिय राजा पाउनेछ। जीवनको मोडमा हरेक मानिस चाहिँ दिपेन्द्र पनि प्रेममा परे। त्यो प्रेम थियो देवयानी राणासँग। बेलायतमा सुरु भएको यो कथा काठमाडौँका गल्लीहरूमा झाङ्गिँदै गए। तर यो प्रेम केवल दुई मनको मिलन मात्र थिएन, यो त दुई प्रभावशाली खानदान र दरबारको परम्परा बीचको ठुलो पर्खाल थियो। एकातिर मुटुले रोजेको प्रेम, अर्कोतिर कुल र मर्यादाको दबाब। दिपेन्द्र आफ्नो प्रेमका लागि दृढ थिए। भनिन्छ उनी र रानी ऐश्वर्य बीच यही विषयमा वैचारिक युद्ध चलिरहन्थ्यो। तर के एउटा प्रेमी राजकुमारले आफ्नो प्रेम पाउन नसक्दा आफ्नै संसार खरानी बनाउन सक्छ? यहाँ आएर इतिहासका पानाहरू धमिलो हुन थाल्छन्। जेठ 19, कालो रात र 3 दिनको मौन राज्य। 2058 जेठ 19 को त्यो शुक्रबारीय साँझ दरबारभित्र भोज चल्दै थियो। हाँसोको फोहरा छुटिरहेको बेला अचानक गोलीको आवाजले काठमाडौँ स्तब्ध भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन र राजकुमारी श्रुति सहित राजपरिवारका सदस्यहरू ढले। अस्पतालको भेन्टिलेटरमा मृत्युसँग लडिरहेका अचेत दिपेन्द्रलाई जेठ 21 गते नेपालको राजा घोषणा गरियो। उनले न मुकुट लगाए, न सिंहासनमा बसे, न त जनतालाई सम्बोधन नै गरे। उनी राजा त थिए, तर केवल 3 दिनका लागि, त्यो पनि मृत्युको काखमा सुतेर। दिपेन्द्र दोषी कि षड्यन्त्रको शिकार? आधिकारिक प्रतिवेदनले भन्यो सबै दिपेन्द्रले गरे, तर नेपाली जनताको मनले यो कुरा कहिल्यै स्वीकार गरेन। जुन छोराले बुवालाई आदर्श मान्थ्यो, उसले कसरी बुवामाथि गोली दाग्यो? दायाँ हाते दिपेन्द्रले कसरी देब्रे हातले आफैलाई कञ्चटमा गोली हाने? दरबारको त्यो उच्च सुरक्षा घेराभित्र बाहिरी शक्ति वा षड्यन्त्रको प्रवेश कसरी भयो? जनताको नजरमा दिपेन्द्र एक बलिदानी प्रेमी वा षड्यन्त्रको गोटी बढी देखिन्छन्, तर अपराधी कहिल्यै होइनन्। उनी त ती अभागी राजकुमार थिए जसले अन्त्यसँगै नेपालको एउटा स्वर्णिम युगको पनि अन्त्य भयो।
हजुरलाई के लाग्छ, युवराज दिपेन्द्र साँच्चै दोषी थिए वा इतिहासको कुनै ठुलो षड्यन्त्रमा परेका थिए? आफ्नो विचार शालीनताका साथ कमेन्ट, लाइक र सेयर गर्नुहोस्। धन्यवाद।